साथीहरुमा नमस्कार। मेरो नाम दीपशिखा नेपाल। म मिस नेपाल कोस्मो 2025 पेशागत रूपमा म इन्भाइरोन्मेन्टलिस्ट, म जलवायु परिवर्तन सम्बन्धी रिसर्चमा काम गर्छु र कार्यक्रम सञ्चालिकाको रूपमा पनि काम गर्ने गरेको छु। र जनकपुरको यो मेरो पहिलो समय चाहिँ होइन, मैले इन्भाइरोन्मेन्टलिस्टको रूपमा चाहिँ मधेसको विभिन्न पालिकाहरूमा चाहिँ स्पेसली क्लाइमेट चेन्ज र डिजास्टर रिलेटेड पोलिसी बनाउनमा चाहिँ मैले धेरै काम गरेको छु र जनकपुरसँग चाहिँ मेरो अझ आत्मीयता छ जस्तो लाग्छ। त्यही कारणले पनि, किनभने म पछिल्लो 2 वर्षमा यति धेरैचोटि जनकपुर आइसकेँ, जानेकी मध्ये हरेकचोटि भिजिट गर्छु होइन। त्यसैले आज चाहिँ फरक रोलमा यो ताज लगाएर आउनु पर्दा म एकदमै खुसी भएको छु। मिस नेपाल कस्मो भनेर चाहिँ हिडन ट्रेजरको पहिलोचोटि संस्करणमा मैले जित्न सफल भएकी थिएँ। त्यही भएर आफूलाई एकदमै धेरै लकी पनि ठान्छु। मिस कस्मो इन्टरनेसनलको यो ताज आउने पहिलो होल्डर हुँदै गर्दाखेरि मिस कस्मो के हो त भन्नुहुन्छ भने, मिस कस्मो इन्टरनेसनल चाहिँ 2024 देखि सुरु भएको एउटा इन्टरनेसनल ब्युटी प्याजेन्ट हो। यो चाहिँ भियतनामबाट सुरु भएको र भियतनाममै हुन्छ र दोस्रो संस्करणमा हामीले 75 वटा देशहरूको सहभागिता पाएको थियौँ होइन। र त्यसमा नेपाललाई प्रतिनिधित्व गरेर सहभागी हुन पाउँदा मैले आफूलाई एकदमै लकी ठानेको थिएँ। नोभेम्बरदेखि डिसेम्बर 2025मा यो प्रतियोगिता हुँदै गर्दाखेरि विभिन्न धेरै किसिमको प्रतियोगिताहरू थियो। त्यसमा चाहिँ 2टा प्रतियोगितामा चाहिँ मैले विशेष प्रस्तुति र स्पेसल टप पोजिसन्सहरू सफल गर्न, मैले नभनौँ हाम्रो देशले भनौँ, किनभने देशलाई प्रतिनिधित्व गरेर म यता पार्टिसिपेट गर्दै गरेको थिएँ होइन। र यो सबै अनुभवको स्पेसल माइलस्टोन चाहिँ त्यो हो भने, यात्रा चाहिँ अझ धेरै स्पेसल थियो, किनभने मेरो लागि अझ म एउटा फरक रोलमा, म जुन दीपशिखा पहिला थिएँ त्योभन्दा फरक दीपशिखा भएर, मिस नेपाल भएर, मोडल भएर सहभागी गर्दै गर्दा अनि आफ्नो क्षमता देखाउँदै गर्दा मैले चाहिँ आफूलाई धेरै परिवर्तन भएको पाएको छु र यो परिवर्तन एकदमै पोजिटिभ छ। म अझ धेरै कन्फिडेन्ट छु, अझ धेरै आउटस्पोकन छु र पहिला जति मिडियामा काम गरेको भए पनि अहिले मिडिया चाहिँ आफ्नै साथीभाइ, आफ्नै परिवार जस्तो लाग्नेसम्म भइसकेको छ होइन। त्यसैले मलाई थाहा छ कि जनकपुरमा पनि, मधेसमा पनि कति धेरै युवतीहरू हुन्छ, कति धेरै दिदीबहिनीहरू हुन्छ जसले चाहिँ म जस्तै सपना देख्नु भएको छ होइन। सानो ठाउँबाट भए पनि ठुलो स्टेजमा गएर पर्फर्म गर्न मन लाग्छ, उहाँहरूलाई बोल्न, नाच्न, गाउन, कन्फिडेन्ट हुन मन लाग्छ होइन। सो त्यो सपना देख्ने बहिनीहरूलाई चाहिँ म मिस नेपाल बन्न मन छ, ताजको सपना देख्न मन देखिराख्नु भएको छ भने चाहिँ त्यो पहिलो कदम चाल्नु होला, त्यो एप्लिकेसन फर्म भर्नु होला। भोलि हामी भेट्छौँ, गफ गर्छौँ, त्यसपछि तपाईँले मिस नेपालको तालिम पाउनुहुन्छ र त्यसमा छुट्टै साथीहरू बन्छ। मेरो पछिल्लोचोटिको मिस नेपालको 2025को साथीहरू सान्वी मण्डल र अनुप्रिया ठाकुरलाई पनि मैले स्पेसल मेन्सन गर्न चाहेँ। उहाँहरू पनि जनकपुरलाई प्रतिनिधित्व गर्दै हुनुहुन्थ्यो र सो विथ द नेक्स्ट सान्वी, विथ द नेक्स्ट अनुप्रिया, विथ द नेक्स्ट दीपशिखा भन्न चाहन्छु। एन्ड आई लुक फरवर्ड टु मिटिङ द गर्ल्स अफ जनकपुर भोलि। अनि त्यति नै, धन्यवाद।